मेरे बुढी मेरे जिग्री लुडा। म बुकिङ भइसक्यो भने उहाँलाई थाहा छँदैछ। कसरी पट्याउनुहुन्छ? मेरो लागि तपाईँ नै पुरस्कार भइसकेको छ र पनि तपाईँबाट एउटा अझै पुरस्कार पाउनु परेन? मलाई उसले सिकाएको भने मैले निकाल्यो भने त उसले तिमीलाई पट्याउँछ। म त हेरेको म लाग्दिन नि त अनि फेरि। अब तपाईँबाट पाउने चिज चाहिँ पाउनु परेन? त्यही त तिमीलाई त्यति ठुलो पुरस्कार दिन पर्दैन जस्तो लाग्छ। मेरो लागि तपाईँ नै पुरस्कार भइसकेको छ र पनि तपाईँबाट एउटा अझै पुरस्कार पाउनु परेन? अम्बो हामी ब्रदर को मैले परिचय दिन्न। उहाँ मेरो मुटुमा हुनुहुन्छ। मुटुमा राख्ने मान्छेलाई बाहिर निकाल्न मिल्दैन। निकाल्यो भने त महासङ्घको अध्यक्ष हो, तिमीलाई पट्याउँछ। मलाई उसले सिकाएको भने मैले निकाल्यो भने त उसले तिमीलाई पट्याउँछ। म त हेरेको म लाग्दिन नि त अनि फेरि। हजुर म लाग्दिन नि त अनि के त म बुकिङ भइसक्यो भने उहाँलाई थाहा छँदैछ। कसरी पट्याउनुहुन्छ? कसले भनेको बुकिङ भएर मान्छेले वेटिङमा त कल उठाइदिन्छ। उहाँलाई त सबै कुरा हामी त तपाईँ र म अहिले उहाँलाई सबै कुरा थाहा भइसकेपछि कसरी उहाँले मलाई आट्नुहुन्छ? सक्नुहुन्न के? छोडिदिएका हुन्। कहाँ म अरूको बिचमा जान्छु भने छोडिदिएका हुन् कि उहाँले त त्यस्तो गर्नुहुन्न। तपाईँको जिग्रीले कतै आफ्नो जिग्रीलाई धोका दिन्छ? त्यस्तो हुन्न नि। सबैको मन एकैचोटि जङ्ग बलेको हुन्छ र सबैले दसैँ लाग्छ। आफ्नै जिग्रीले उडाउला कि भन्ने डर रहेछ होइन? जिग्री त्यस्तो नगर्नु है। त्यो त 100% हो। मेरे बुढी मेरे जिग्री लुडा। नवीन ब्रदरको त नाम लिएको छैन यो भित्र चाहिँ। नवीन ब्रदर एकदम राम्रो मान्छे हो। गर्लफ्रेन्ड चाहिँ उडाउनु बेर लाग्दैन बुढा। उहाँ अहिले यो शान्तिना देशमा पनि हुनुहुन्न, ठुलै देशमा हुनुहुन्छ। ठुलो भन्दा पनि काम त गर्नुपर्छ। धेरै ठुलोमा हुनुहुन्छ भन्दा तिमी पनि झस्क्यौ नि। यस्तै भएर म बोल्दिनँ। उहाँ जहाँ भए पनि हुनु त भइहाल्यो त। जहाँ हुनुहुन्छ राम्रो। ठुलो देशमा हुनुहुन्छ भनेर म झस्के होला त। ठुलो देशमा हुनुहुन्छ भने म झस्के होला त। तपाईँहरू उहाँहरू भन्दा झन् म सबभन्दा ठुलो देशमा छु झन्। डिपेन्डिङमा पठाउने मान्छेसँग पनि लाग्छ नि केटी हो। म झन् ठुलो देशमा छु अहिले। तपाईँ त एकदम ठुलो देशमा हुनुहुन्छ। म त सबैभन्दा ठुलो देशमा छु झन्। महादेशमा। हाम्रो त भन्दिनँ। मेरो देश हाम्रो त नेपालीको देश। त्यहाँ चल्ने भनेको महामारीको देश मात्रै हो। जे चल्छ महामारी मात्रै चल्छ। प्रगति हुने होइन। महामारीमा धेरैलाई फाइदा पनि हुन्छ, धेरैलाई घाटा पनि। अस्तिको आन्दोलनमा धेरैलाई फाइदा पनि भयो होला, धेरैलाई घाटा पनि। भन्न शेरबहादुर देवाको चाहिँ एकदम धेरै घाटा छ। घर जल्दा पनि पैसा उडाइदिएको थियो केटा। म त्यहाँ भएको भए मैले उडाउँथेन क्या। म त बोकेर हिँड्दिन्थेँ। त्यो हाम्रो जेन्जीको बोकेर हिँड्दिन्थे। जसले नि भन्ने त्यही हो, बोकेर हिँड्दिन्थे। त्यो जेन्जीको केटाहरूले अलिकति महत्त्व नबुझेको क्या। औलाउँदो थियो। जेसुकै गरौँ भत्काइदिउँ उडाइदिउँ भन्ने मात्रै फ्यालिदिउँ भन्ने। त्यो बोकेर हिँड्ने भए 1 करोड बोकेर हिँड्ने भए भाइ घर बनाउँथ्यो नेपाल काठमाडौँमा, तिमी आफै चुपचाप बस्थ्यौ। म पनि बस्दिन्थेँ।
त्यहाँबाट माथिबाट उडायो कसले बोकेर पनि लगेछ लानु त कसले लग्यो कसले के गर्यो बिचार लास्ट टाइममा शेरबहादुरको देउवाको बुढीले एक झापटा हानेको त्यो मात्रै पब्लिक भयो यति सुनेको रहेछ बिचारा भाउजूलाई सुत्नेलाई के भन्छ तपाईहरुको भाषामा मेरगो कि सिमगो हामी जस्तोलाई मेरगो ठुलोलाई सिमगो अब तपाईले भन्नु पर्यो भने सिमगो भन्छ हैन हामीले त मेरगो मात्रै हैन मेरो भन्छ मेरो पनि एउटै रहेछ माइला एउटै हो हाम्रो चाहिँ के भन्छ भने मेरगो सिमगो के पनि भन्दैन ल हुन धेरै निजी मेरो भन्ने सुत्ने हो नेपाली र तामाङ मिक्स गरेर बोल्नुहुन्छ कि मुन धेरै निजी मेरगो मुन धेरै निजी मेरगो नेपाली हुन भनेको त रात होइन र भने त्यो चुमी प्योर तामाङ चाहिन्छ प्योर तामाङको लागि मलाई नेपाली तामाङ मिक्स यस्तो हो हैन बुझ्न त बुझ्छु पूर्व र पश्चिमको अलिकति बुझ्नलाई गाह्रो हुन्छ तपाईहरुले पनि हाम्रो त बुझ्दैन हैन तामाङ भाषा बुझ्नलाई गाह्रो होइन कि तामाङ भाषा जसको पनि जताबाट पनि एउटै हुन् आउँछ बुझ्छन् प्रश्न हुन्छन् कि बुझ्नै पर्छ भने तपाई त तीन नेपाली र तामाङ मिक्स गरिन्छ मुन धेरै निजी मेरको हुन भनेको त राति हो नि त अनि हुन भनेको रात मुन लाना धेरै निजी धेरै चाहिँ कि नेपाली झुन्डिएको त धेरैमा चाहिँ तामाङ मिसा नेपाली मिसाछु सबैजना बुझ्न पनि पर्यो नि त हो नि हामी मात्रै छ र यहाँ दुर्गा मातालाई मैले नमस्ते गरेर म घर आउँदिनँ भन्थ्यो होला दुर्गा मातालाई मैले मलाई घर पुर्याइदेऊ भनेर मैले प्रार्थना गरिरहेको थिएँ हजुरले बोलेको अनुसारले गरे त्यो के भन्ने थियो त्यो भएको भयो नि जिन्दगीमा हामीले घर जानु मन लाग्थेन के चीजमा गुनासो भयो तपाईलाई के चीज पुगेन भन्नु त गुनासो एउटै चीजमा छ हामीलाई के गुनासो लाग्यो के चीजमा पुगेन मलाई भन्नु नि त नि म साथ दिउँला नि त साथमा हात दिउँला नि त सोध्नु न के गुनासो ओइ अरे ओइ गाइस डबल ट्याप गरौँ न एक लट सबैजना मिलेर लो को बौलाई फेरि आफै बौलाई छ बौला रे अनि त्यसपछि मलाई बौलाई भन्छ त म कसरी बौला भए मलाई त बौला पो भन्छ त नि हौ कसरी बौला भए मलाई त बौला पो भन्छ त नि यता त बौलै नि रे तपाईले बोलेको नसुनेर हो के हो कसले भन्यो रे यही माथि ओइ बौला भन्ने आइडीले यस्तै हुन्छ मलाई भनेको हो क्या तपाईलाई होइन मलाई भने हो बौलै नि अरे बौला भनेको छोरीलाई भन्न छोरा मान्छेलाई हुन्छ लाकी बौला होइन के बौलै नि अरे बौलै बौलिन दुईचोटि बौलाएन भन्दा छोरा मान्छे पनि कहाँ मेरो क्रिमर थाल्जी सिमगो थिंकिङ सबैजनाको एउटै थिंकिङ हुन्छ हैन
हुन्छ हुँदैन एउटै थिङ्किङ कहाँ हुन्छ हुँदैन नि छुट्टै छुट्टै हुन्छ र अब घोप्टानी नै सोधिदिने हो